हेलो एभ्रिवान गुड आफ्टरनुन। म चाहिँ आज आफ्नो साथीहरूलाई साथी भन्नाले नि आफ्नो मिल्ने बेस्ट फ्रेन्डलाई म चाहिँ प्र्याङ्क भिडियो गर्दैछु कि। अनि म चाहिँ आज उसलाई छोड्छु, अबदेखि म अब कसैलाई पनि बेस्ट फ्रेन्ड नबनाउनु भनेर गर्छु। उसको रियाक्सन चाहिँ कस्तो हुन्छ हेरौँ है। मेरो साथी चाहिँ ऊ त्यहाँ बसिरहेको छ, चटपटी खान जाऊँ भनेको थियो। बाटोमै प्र्याङ्क गर्छु। अब घरमा त मम्मीले मलाई पनि गाली गर्छ, फेरि हाम्रो साथी चाहिँ के गरेको त्यस्तो भनेर म त्यहाँबाट प्र्याङ्क भिडियो गर्छु है। अब म चाहिँ जान लागेको प्र्याङ्क गर्न। ऊ चाहिँ हल्का उता खानु न, त्यो सुन्दैन। सन्ध्या रोक न, तिमीलाई एउटा कुरा भन्नु थियो। एउटा कुरा भन्छु अनि भिडियो बनाएर राख्छु, फेरि तिमीले पछि मेरो मम्मीलाई भनेर मैले पनि गाली खान्छु नि त। त्यही भएर म चाहिँ अहिले भन्छु, भिडियोमै भन्छु अनि भिडियोमै देख्छु है। अबदेखि तिमी र म बेस्ट फ्रेन्ड नबनौँ ल। मजाक नगर न। हो सिरियसली, मैले त अब बेस्ट फ्रेन्ड बनाइसकेँ नि त अर्कोलाई। त्यही भएर अब तिमी पनि अरूलाई बेस्ट फ्रेन्ड बना। अब तिमी र म चाहिँ अब बेस्ट फ्रेन्ड नबन्ने ल। न यदि बेस्ट फ्रेन्ड नै बन्न थिएन भनेपछि कि पहिले नै भन्नु थियो। के हाँस्छौ? न भन न भन। सिरियस नै हो भने कि पहिले नै भन्नु थियो बेस्ट फ्रेन्ड बन्दैन। पछि म यस्तो गर्छु, म बेस्ट फ्रेन्ड चेन्ज गर्छु अनि यताउता भन्नु पर्थ्यो कि म साथी मात्र मान्थेँ। आज हेर तिमीले यस्तो गर्ने। त्यो त हो कि, तर मैले बेस्ट फ्रेन्ड बनाइसकेँ कि। मेरो पुरानो पनि बेस्ट फ्रेन्ड थियो नि त, अनि उसैसँग मैले प्याच अप गरेको। पुरानो बेस्ट फ्रेन्ड त्यसरी पुरानो भयो भने अहिले त तिमी र म बेस्ट फ्रेन्ड छौँ नि त। अब जे भए पनि अब सक्यो त छोड्देऊ न। अब बेस्ट फ्रेन्ड नबन्ने हामी गाइज। ठिकै छ, अब तिमीले मलाई अब बेस्ट फ्रेन्ड मान्दा रहन्छौ, म मात्र बेस्ट फ्रेन्ड मान्दै रहेछु। अब के गर्नु, एउटाले मात्र अब बेस्ट फ्रेन्ड मानेर भएन नि त होइन गाइज। अब ठिकै छ। यो चाहिँ म भिडियो हाल्छु है। फेरि हामीसँग माइक चाहिँ छैन, उ चाहिँ छैन कि, माइक चाहिँ छैन। अनि त्यो हाम्रो साउन्ड चाहिँ राम्रोसँग नै आउन सक्छ। तर म चाहिँ सिरियस भएर भनेको है, आजदेखि चाहिँ अब यिनको र मेरो चाहिँ बेस्ट फ्रेन्ड छुट्छ, किनभने मैले अर्को बेस्ट फ्रेन्ड बनाइसकेको छु। त्यसैले अब आज यिनीहरू लास्टचोटि चटपटे चाउमिन खान जाऊँ न भन्थेँ। अनि त्यही भएर मैले पनि ल जाऊँ। अब त्यो पनि अब यिनसँग नै बस्दिनँ होला स्कुलमा, म पनि बेन्चमा यिनसँग बस्दैन होला। म चाहिँ अब आफ्नै न्यू बेस्ट फ्रेन्डसँग बस्छु। म चाहिँ आफ्नै न्यू बेस्ट फ्रेन्डसँग बस्छु आजदेखि चाहिँ। आजदेखि भन्नाले नि अब स्कुल लागेपछि म चाहिँ आफ्नै बेस्ट फ्रेन्डसँग बस्छु। अब यिनीसँग चाहिँ मैले अब साथ गर्न छोडिदिन्छु। अनि अबदेखि घरमा पनि भिडियो बनाउँदैन। अनि मैले चाहिँ अब स्कुलमा पनि त्यस्तै, अब यिनी पनि मेरो घर आउँदिनँ आज लास्ट हो। अनि म पनि यिनको घर जाँदिनँ। ऊ चाहिँ रिसाएर अगाडि गएको छ, ऊ त्यहाँ पुगेको छ। अनि म पनि अब के भयो त आज लास्ट त हो भनेर के गइदिएको छु। अब साथी नै मान्दैनिस् भने त अब म अब ठिकै छ, आज लास्ट हो भने अब मेसेन्जरमा नि ब्लग गरिदिन्छु, टिकटकमा ब्लग गरिदिन्छु, वाट्सएपमा ब्लग गरिदिन्छु। सम्बन्ध सक्यो हाम्रो बेस्ट फ्रेन्ड सक्यो भनेपछि त अब म साथी मानेर पनि बोल्दैन होइन। याद आउँछ पहिलाको कुराहरू। अब ठिकै छ, कस्तो नरमाइलो लागेको छ। अब जे भयो भने बेस्ट फ्रेन्ड होइन। पहिला पनि मेरो एउटा बेस्ट फ्रेन्ड थियो, उसले यस्तो गरेको। अब यसले नि यस्तो गर्छ भनेर सोचेको थिएन। अब यस्तै भयो। अब मैले चाहिँ अब यसले मलाई गिफ्ट दिएको थियो नि त। यसले मलाई त्यो बुकेहरू अनि के गिफ्ट दिएको थियो। त्यो गिफ्ट पनि म यसलाई फर्काइदिन्छु। अब यसलाई फर्काइदिन्छु। यसले दिएको सबै सामानहरू चाहिँ म यसलाई नै रिटर्न गरिदिन्छु। म पनि अब तैँले दिएको सामानहरू सब दिन्छु। सम्बन्ध सकियो, चाहे फाल चाहे चिनो भनेर राख होइन। तर म चाहिँ राख्दैन, म फालिदिन्छु। किनकि एउटा चिज पनि राख्नुहुन्न नि त, अब उसको याद आइरहन्छ। त्यही भएर म पनि उसको सामानभरि सबै उसलाई नै रिटर्न गरिदिन्छु। लयो भने चाहिँ लयो, नत्र म त्यो पनि फालिदिन्छु म पनि। अनि आज चाहिँ लास्ट हो, हामी चाहिँ यता बाहिर जान लागेको। आज चाहिँ हामी नाटक नगर्नु, साँच्ची भन्न बनाइस् कि नै। साँच्ची हो के, साँच्ची हो न, झुट त को बोल्छ र यस्तो सिरियस कुरामा पनि। ऊ त्यही सिरियम आलिमगर हो कि। कस्तो रहेछ त। अनि तर म बेस्ट फ्रेन्ड हो भन्ने थाहा भए पनि होइन, त्यो त अब मैले आफै उसलाई फकाएको हो नि त बेस्ट फ्रेन्ड बनाऊँ भनेर। अनि मैले चाहिँ अब अनि फेरि पनि त सोच्नुपर्ने कुरा हो नि त। अनि दुइटा बेस्ट फ्रेन्ड हो, अनि म बिचमा जानुहुन्न, यिनको बेस्ट फ्रेन्ड छुट्छ भन्ने थाहा हुन्छ त तिनीहरूलाई, त्यसलाई पनि छोड्दैन भइगयो। म त्योसँग कुरा गर्ने म त गरिस् त्यो कुरा चाहिँ। तर अब त्यसलाई बिचमा किन ल्याउने हो र, हामी दुइटाको कुरामा हो न। अब हामी दुइटाको कुरामा अब त्यसलाई बिचमा ल्याउन त भएन नि।
अब के हामी चाहिँ अब यहाँ चाउमिन पाइने ठाउँमा पुगिसक्यौँ अनि त्यही भएर चाहिँ अब यस्तो चाहिँ नबोलौँ अब यस्तो सिरियस कुराहरू चाहिँ यस्तो धेरै गर्न राम्रो होइन कि अब एकचोटि भइसक्यो भने त सक्यो होइन अब हामी चाहिँ अब यहाँ चाउमिन पसलमा आइसक्यौँ अब यहाँदेखि चाहिँ ऊ चाहिँ आफ्नो घर जान्छ अनि म पनि आफ्नो घर जान्छु त्यसपछि हामी चाहिँ कहिले पनि भेट्दैन स्कुलमा पनि उसँग बोल्दैन म चाहिँ ऊ पनि रिसाएर अगाडि गइरहेको छ ल अब यति हो चाहिँ यहाँ पुगिसकेको थियौँ नि त अनि त्यही भएर अब चाहिँ हामी चाउमिन अर्डर गरिसक्यौँ अब गाउँघरतिर यस्तो भनेर सम्झाउनु हुन्छ घरमा पानी पनि किन्नु पर्दैन अनि उता चाहिँ रिसाएर बसिरहेको छ किन रिसाउनु परेको एक दिन त बोल्यो भने केही हुन्थेन होला बाई गाइस हामी चाहिँ खाइसक्यौँ अब चाहिँ हामी चाहिँ घर जान्छौँ बाई यो ऊ पनि आफ्नो घर जान्छ म पनि आफ्नो घर जान्छु अनि लास्टमा चाहिँ मैले भनिसकेँ उसलाई यो प्राङ्क भिडियो भनेर अनि रोइरहेको थियो रोएर उता गइरहेको थियो